हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परि मृत्यु हुनेको संख्या 94 पुगेको छ। करिब 300 मानिसहरूको अवस्था अझै अज्ञात रहेको विभिन्न सञ्चार माध्यमले जनाएका छन्। त्यसैगरी आगलागीमा परि 74 जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ। सुरक्षाकर्मीका अनुसार मृतकमध्ये धेरैजसो सुतिरहेको समयमा धुवाँमा निसासिएर ज्यान गुमाएका हुन्। सम्बन्धित अधिकारीहरूले प्रारम्भिक अनुमानमा विद्युत सर्टका कारण आगो लागेको आशंका गरेका छन्, तर एकिन कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको छ। आगलागी शहरको घना जनसङ्ख्या भएको क्षेत्रमा रहेका आवासीय भवनमा बुधबार मध्यराततिर सुरु भएको थियो। आगलागी भएका ती बहुतले भवनहरूमा विदेशी कामदारदेखि स्थानीयसम्म दर्जनौं परिवार बसोबास गर्दै आएका थिए। घटनास्थलमा उद्धार कार्य अझै जारी छ। घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ। घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ। आगलागीबाट विस्थापित 100 मानिसका लागि अस्थायी बसोबासका व्यवस्था पनि नगर प्रशासनले गरेको छ। हङकङ प्रशासनले मृतकको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै राहत तथा पुनर्स्थापनाका कार्यक्रम अघि बढाइने जनाएको छ।